What role does music play in your daily life? Could it be a way to get to know God? Let's find out through this personal short film from Kathmandu, Nepal. म चाहिँ सानैदेखि गीत संगीत मन पराउने मान्छे। संगीत भनेको चाहिँ त्यो चाहिँ हाम्रो पहिचानसँग जोडेको छ अनि संगीत चाहिँ मानिसको मन र हृदयसँग पनि जोडेको हुन्छ। त्यसकारण हरेक जातिको आफ्नै संगीत र त्यसको शैली हुन्छ। त्यसकारणले संगीतले चाहिँ जातीय पहिचान, राष्ट्रिय पहिचान पनि दिन्छ। मैले चाहिँ प्रभु येशू ख्रीष्टको बारेमा चाहिँ मैले आफ्नै मातृभाषा लोमीमा मैले सुनेको हुँ र एकजना लोमी विश्वासीले चाहिँ मलाई प्रभु येशू ख्रीष्ट चाहिँ उहाँ चाहिँ मुक्तिदाता हुनुहुन्छ। उहाँ चाहिँ मेरो पापको लागि उहाँ चाहिँ संसारमा आउनुभयो र उहाँको रगतद्वारा मात्रै मानिसको पाप क्षमा हुन्छ। अनि त्यो कुराहरू सुन्दाखेरि चाहिँ म छक्क परेँ। किन भन्दाखेरि त्यति बेला मेरो हृदयमा चाहिँ भूतात्मा भनेपछि, प्रेतात्मा भनेपछि मेरो हृदयमा चाहिँ डर थियो। जब एकजना दाइले जब येशू ख्रीष्टको बारेमा बताउनु भयो, येशू ख्रीष्ट चाहिँ शक्तिशाली हुनुहुन्छ, उहाँले चाहिँ भूतात्माबाट छुटकारा दिनुहुन्छ, म पनि येशूलाई विश्वास गर्छु। मेरो मनमा त डर थियो र येशूले मलाई विश्वास गर्यो भने चाहिँ उहाँले मलाई त्यो डरबाट चाहिँ छुटकारा दिनुहुन्छ भने मैले किन येशूलाई विश्वास नगर्ने। जब मैले येशूलाई विश्वास गरेँ, मैले चाहिँ येशूको नाममा भूतहरू भागेको, निस्केर गएको, रोगी बिमारीले येशू प्रभुमा आएर चङ्गाइ पाएको चाहिँ मेरो आफ्नै आँखाले देखेँ। अनि त्यहाँदेखि चाहिँ साँच्चै नै येशू चाहिँ जिउँदो हुनुहुँदो रहेछ भन्ने कुरा चाहिँ मैले थाहा पाएँ। गीतबाट जानी नजानिकन मैले प्रभुलाई धन्यवाद दिन थालेँ। तर जब मैले नेपाली भाषामा गाउँदै जाँदाखेरि कता कता म हराउँथेँ, कतिपय मैले त्यो लयहरू बिर्सिन्थेँ। अनि पछि जब मैले आफ्नै मातृभाषामा आराधनाको गीत मैले लेख्न थालेँ, अनि त्यसले चाहिँ परमेश्वर र मेरो सम्बन्धलाई चाहिँ नजिक जोड्ने काम गर्यो। पहिले चाहिँ म आफ्नो लागि लेखेँ, किन भन्दाखेरि म आफै प्रभुमा बढ्नु छ, म आफै प्रभुमा चाहिँ परिपक्व हुनु छ। अनि दोस्रो चाहिँ मेरो समुदाय, त्यो ख्रीष्टीय भजन सुसमाचारको गीतहरू मैले लेखेँ। मलाई लय आउँदैन थियो, कसरी लय बनाउने भन्ने कुराहरू पनि थाहा थिएन। तर जब म विश्वासमा बढ्दै गएँ, जब म प्रभुमा हुर्कँदै गएँ, परिपक्व हुँदै गएँ, पवित्र आत्मा परमेश्वरले नै मेरो हृदयमा त्यो गीत लेख्ने वरदान, त्यो गीत गाउने वरदान, त्यो नयाँ त्यो लयहरू बनाउने वरदान चाहिँ पवित्र आत्मा परमेश्वरले हालिदिनु भयो। मैले यो गीत चाहिँ यात्राको क्रममा, सेवकाईको दौरानमा परमेश्वर पवित्र आत्माबाट उहाँको प्रेरणा र अनि उहाँको प्रकाशमा यो पाएको गीत हो। आराधना गर्दै गर्दाखेरि यो गीत मैले पाएँ। अनि यो गीतले भन्छ, मेरो हृदयको पीडा व्यथा सुनिदिने चाहिँ केवल येशू ख्रीष्ट मात्रै हुनुहुन्छ। मेरो सबैभन्दा
असल सल्लाहकार तपाईँ येशू नै हुनुहुन्छ भनेर यो भजनले भन्दछ। हामीले व्यवस्थाको पुस्तकमा हेऱ्यौँ भने मूसालाई चाहिँ परमेश्वरले बुढेसकालमा भजन लेख त्यो इजरायलीहरू प्रभुबाट तिनीहरू चाहिँ टाढा नहोस्। तिनीहरू चाहिँ प्रभुले छोडेर नजाओस् भनेर लेख्नलाई आज्ञा दिनुभयो। परमेश्वरलाई चाहिँ एकदमै सङ्गीत मनपर्छ र उहाँले पनि गाउनुहुन्छ। भयो अनि मैले करिब 3 दशकदेखि लोमी भाषामै भजन लेखिराखेको छु। अनि यो चाहिँ किन भन्दाखेरि आज परमेश्वरले हामीलाई उद्धार दिनुभयो, मुक्ति दिनुभयो, उहाँले हामीलाई पापबाट छुटकारा दिनुभयो। अनि हाम्रो हृदयको कृतज्ञता, हाम्रो हृदयको धन्यवाद, प्रशंसा व्यक्त गर्नलाई 예수